आज बन्दैछ फुटबलकै हाम्रो यहाँ गली फुटबलको प्लेयर रेटिङ कार्ड बन्दैछ। हेरौँ कुन चाहिँ प्लेयर दामी रहेछ है त। तर सबसे दामी मै हो, त्यो मलाई थाहा। ल अब सुरु गरौँ। ल पेसमा भाइको रेटिङ म दिन्छु 91, कुशल भाइको 85। सेकेन्ड पासिङ, फर्स्ट पासिङ चाहिँ सङ्गम भाइले कटाउँदैछ हाम्रो कुशल भाइलाई। पासिङ यहाँ 3 तरिकाले हेरिन्छ, 1 टच, अनि त्यसपछि स्पिड बल। यहाँ पहिले नै सङ्गम भाइले गडबडी गरिसकेका छन् बल बाउन्स गरेर। यो दोस्रो मिस्टेक। सर्ट पासमा चाहिँ कुशल भाइको रेटिङ म दिन्छु 92, सङ्गम भाइले हल्का मिस्टेक गरेको भएर उसको 88। पछि कन्ट्रोल है, कन्ट्रोल कसको दामी छ त। फर्स्टमा कुशल भाइले कन्ट्रोल गर्न आँट्यो अरे। नाइस, गुड। वो 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 यो पनि नाइसै थियो है, दुवैको कन्ट्रोल दामी। अब फेरि 3 राउन्ड हुन्छ कन्ट्रोलको पनि। ओ यो चाहिँ भाइले अब आफ्नो औरा माइनस गरेकै हो। अब सङ्गम भाइको कन्ट्रोल, वो यो कन्ट्रोल चाहिँ मान्छु है म। ल लास्ट है कुशल भाइ, औरा बढाऊ। ओए ओए यो कन्ट्रोल। ओए ल कन्ट्रोलमा चाहिँ हाम्रो कुशल भाइको ओभरअल रेटिङ 90, सङ्गम भाइको 92। डिफेन्डिङ गर्ने, सङ्गम भाइले आफ्नो ड्रिब्लिङ गर्ने। हेरौँ कसले कति पोइन्ट पाउँछ है त। किन बोलाऊ मा भाइ, तिमीहरूको च्यालेन्ज यहाँ। ल यो नागिन डिफेन्डिङ हुँदैछ यहाँ। आफ्नो के अरे ड्रिब्लिङको औरा माइनस गरिसक्नु भएको छ। अझै 2 चान्स छ, 2 चान्समा ड्रिब्लिङ राम्रो भयो नत्र उयो। लास्ट सङ्गम भाइले ड्रिब्लिङ गर्नै पर्ने हुन्छ। न ड्रिब्लिङमा उसको खासै राम्रो पोइन्ट चाहिँ आउने भएन। अब दिइसकेको छ। फेरि कुशल भाइ लास्ट चान्स। ल सङ्गम भाइको डिफेन्डिङमा 85, कुशल भाइको डिफेन्डिङमा 89।